हेलो हेलो साथीहरू वेलकम टु माई मिनी ब्लग। साथीहरू आज चाहिँ म खोर्सानीको अचार बनाउनको लागि खोर्सानी टिप्दैछु। यो चाहिँ हाम्रो छतमा लगाएको खोर्सानी हो, मजाले फलेको छ, जुन जुन छिपेको छ त्योहरू चाहिँ टिपेर म अचार बनाउँदैछु। खोर्सानीहरू टिपेर 2-4 दिनको लागि सुकाइदिन्छु, त्यसपछि अचार बनाउनको लागि चाहिँ रेडी हुन्छ। अचार त प्राय मलाई सबैको मनपर्छ, यसपालि चाहिँ मलाई खोर्सानीको अचार खान मन लाग्यो, त्यही भएर बनाउँदैछु। पहिला पहिला त मम्मीले मलाई अचार मनपर्छ भनेर जहिले अचार बनाएर दिनुहुन्थ्यो। अहिले चाहिँ आफै बनाउँछु है साथीहरू, यस्तै छ। खोर्सानी चाहिँ अलि चाहिने भन्दा धेरै नै सुकेछ। यो खोर्सानी सुक्नुको पछाडि चाहिँ एउटा इन्ट्रेस्टिङ कहानी छ के साथीहरू। काठमाडौँमा खोर्सानी टिपेर अचार चाहिँ काभ्रेमा बन्दैछ है। किन त इन्ट्रेस्टिङ? काभ्रे आउनु 1-2 दिन अगाडि खोर्सानी टिपेको, घामै नलागेर खोर्सानी त्यत्तिकै राख्नु पर्यो। अचार बनाउने मान्छे पनि छैन अनि खाने मान्छे पनि छैन, अनि के गर्नु साथीहरू, प्याक गरेर काभ्रेसम्मै लिएर आएँ। अनि काभ्रेमा त ल्याएँ, यहाँ पनि घाम लागेन। घाम लागेको दिनमा फेरि दाइकोमा जानु पर्यो, फेरि उतै 2 दिन भुल्दाखेरि त खोर्सानी त सुकेर खङ्ग्रङ्गै। अनि जस्तो छ त्यस्तैको अचार बनाइदिए है साथीहरू, यस्तै छ, के गर्नु।